गाइज वेलकम ब्याक टु माई ब्लग। अब हामी कहाँ जाँदैछौँ चाहिँ हामीलाई थाहा छैन। आज यतैबाट जाऊँ। अब कहाँ पुगिन्छ त्यो हेरौँ ल। पानी पनि पर्न आँटिँदैछ। पानी परेर रोकेको हो, रोकिने चाहिँ फेरि पानी पर्न आँटिँदैछ, छिट्याउँदैछ। हामीलाई बिच बाटोमा ध्यान सक्नु होला, तर हाम्रो चाहिँ यसरी गन्तव्य यहाँसम्म जाने, यहाँ घिच्न जाने भनेर हामी होइन। अब हेरौँ, हावा जुन आज मौसम राम्रो छ त्यो भन्ने हो। हामी कहाँसम्म पुग्छ, कहाँ पुगिन्छ हेरौँ। पानीले कहाँसम्म सार्नु छ। ऐतिहासिक रामधुरी मन्दिर प्रवेशद्वार पनि छिरिसक्यो। यो चाहिँ मेन ढोका हो। यो ढुङ्गातिरबाट छिर्दाखेरिको अल्टरनेटिभ बाटोहरू पनि छ रामधुरी मन्दिरहरू जाने, तर ढुङ्गाबाट पस्दाखेरि चाहिँ यो मेन बाटो हो। मेन बाटो चाहिँ यो अरू चाहिँ अल्टरनेटिभ बाटो हो उतातिरबाट। यो सफारी कस्तो गराएको बाइकभन्दा ज्यादा गरेर आएको यार। अब चाहिँ हामी रामधुनीको जङ्गल छिरिसक्यौँ। अब झन् मजा आउँछ। मौसम आज त्यसै पनि राम्रो छ। झन् अब जङ्गल छिरेपछि अब झन् मौसम यस्तो हुन्छ। यहाँ पनि पानी परेर भर्खर रोकेको रहेछ। रोडहरू पनि भिजिरहेको छ पुरै। यहाँनिर झन् शीतल छ यार। ओहो, यहाँनिर बस्न कम मजा आउँछ। यहाँनिर झन् यस्तो भ्यू हेर्ने ठाउँ हुनुपर्छ क्या। एउटा केही भ्यूहरू हुनुपर्छ टप लेभलमा भएर, अनि हेर्ने ठाउँ भएको भए यस्तो मजा आउँथ्यो। म दिनभरि बस्दिन्थेँ होला यहाँ एक्लै। हेर्ने ठाउँ चाहिँ हुनुपर्छ।
जङ्गल छ, त्यही पनि अब गएर रामधुनी मन्दिरमै गएर बस्ने हो। आनन्दसँगले मौसमको मजा लिँदै, मन्दिरको मजा लिँदै आनन्द हुन्छ। केही भिडभाड शोरहरू केही पनि हुँदैन। झन् आज छुट्टीको दिन पनि होइन, भिड पनि हुँदैन त्यस्तो। कस्तो मजा आउँछ त्यहाँ, के हुन्छ तर पनि केही छैन, एउटा न एउटा शान्त ठाउँमा भेटिहाल्छ। गाइस अब तपाईँहरू आउन नसके पनि अब यो भ्लगबाट आजको मौसमको आनन्द लिन सक्नुहुन्छ, केही छैन। गाली गर्यो होला पापाहरूले पनि मलाई त। बच्चा पनि छ यसो घरमा त। यसले त पिट्छ नि, त्यही भएर भने आँप खाँदै रहेछ। आइज ल आइज, के हो भेट छ कि क्या हो आज? बाइकहरू त छ। ए यहाँनिर खाजाहरू खाने ठाउँ पनि उ त भएछ नि त, पहिले थिएन। हेलमेट त लिएर जाऊँ है यहाँ फेरि। जाऊँ भित्र। ल फाइनल्ली हामी रामधुनी मन्दिर आइसक्यौँ। यहाँनिर कसले भुजा दिएको रहेछ, मस्त बसेर खाँदैछ है। चिलमा छ आफ्नो, केही मतलब छैन कसले के गर्छ भनेर। फाइनली गाइस एक्लै चाहिँ आएको होइन, म लालुसँग आएको, बिमारी मान्छेलाई उठाएर लिएर आएर। यहाँनिर पुरै कन्स्ट्रक्सनको कामहरू के बनाउन हो, पुरै कन्स्ट्रक्सनको कामहरू चल्दैछ होइन मन्दिरमा। यहाँनिर धारा बनेको छ भन्ने सुनेको थिएँ, कता छ धारा? ल गाइस मन्दिर यस्तै हो, अहिले मन्दिर बन्द छ। यतिखेर भगवानहरूको सुत्ने बेला भएको छ। यस्तै हो। ल बाँकी अपडेट म दिँदै जान्छु। र गाइस रामधुनी मन्दिरमा नयाँ धारा बनेको छ, यस्तो रहेछ। भित्रबाट म देखाउँछु। यहाँनिर त नुहाउने ठाउँ पनि बनाएको होला, तर धाराबाट पानी चाहिँ आएको छैन अहिले होइन। अब धारा चाहिँ हाम्रो यस्तो छ, अन्डर कन्स्ट्रक्सन भन्दा पनि अब चालु त भइसकेको रहेछ, तर खोइ किन हो पानी चाहिँ आइरहेको छैन अहिले, के भएको? लामो छ, 108 हो कि कतिवटा धारा छ यहाँ, एक्ज्याक्ट मलाई काउन्ट थाहा भएन। अब यहाँ काहीँ लेखेको पनि छैन रहेछ, लेखेको भए त एक्ज्याक्ट पनि थाहा हुन्थ्यो होला। अब एक्ज्याक्ट थाहा छैन। धारा चाहिँ यस्तै छ। कुनै कुनै धारामा चाहिँ पानी पनि आइरहेको रहेछ है यिनीहरूमा। मेरो यहाँ गोब्रोको नट पनि छ र यो नयाँ धारामा स्नान अगाडि लालु। कुनै कुनै धारामा यसरी पानी पनि आइरहेछ, अन्डर कन्स्ट्रक्सनै भनौँ। अब नटमा लेउ लागेको छ, यो पखालिहाल्नु पऱ्यो यही धारामा।
स्नान त्यस्तै छ ट्याङ्कीमा सायद पानीहरू चढाएको छैन होला ट्याङ्कीबाट झार्ने सिस्टम बनाएको छ जस्तो छ त्यहाँनिर 3-4वटा ट्याङ्की रहेछ त्यही ट्याङ्कीबाट सायद यो पानी झार्ने सिस्टम बनाएको होला यहाँनिर नेचुरल पानी त होइन रहेछ ट्याङ्कीको पानी हो र त्यहाँको त नेचुरल हो नि यहाँ चाहिँ ट्याङ्कीको पानी रहेछ ठिकै छ त्यही पनि यतिको गर्नु भनेको ठिकै हो नि मन्दिर विकसित हुँदैछ यस्तै छ हाम्रो धारा ठुलो छ पानी आउन थालेपछि यहाँनिर झन् धेरै मान्छेहरू आउनुहुन्छ होला सायद यतातिर चाहिँ अब हाम्रो जङ्गल सुरु हुन्छ यहाँनिर चाहिँ अब यहाँनिर यसरी यहाँ धुनी बलिरहेको छ मन्दिरभित्र पनि मन्दिरको त अब नेचुरल हो त कहिले पनि निप्दैन यहाँनिरको चाहिँ अब बाबाहरूले बालेको हो यहाँ पनि प्राय निभाउनु हुन्न होला सायद यहाँ पनि बलिरहेको छ कन्टिन्युस यहाँ बसेर के होमहरू गर्नु पर्यो के गर्नु पर्यो भने यिनीहरू बसेर मन्त्रहरू पढ्ने बाबाहरूले के गर्नुहुन्छ यहाँ बसेर शिव भगवानको मन्दिर पनि बनाउनु भएको रहेछ शिवलिङ्ग पनि राखेको रहेछ हाम्रो धुनी बलिराख्ने मन्दिर चाहिँ हो यहाँनिर अझै पनि अहिले धुनी बलिरहेको छ बलमा चाहिँ तर यहाँ अहिले बन्द छ भित्र देखाउन मिल्दैन अहिले पनि यहाँ धुनी बलिरहेछ यहाँको धुनी कहिले निप्दैन अब यहाँ भित्र जाउँ भगवानहरू हुनुहुन्छ चप्पल खोलेर जाउँ जान चाहिँ अहिले बन्द भएको कारणले सायद छोपेर राख्नुभएको छ सबैलाई बिस्तारै लिएर चाहिँ हातमा हो ल आज अर्कै ग्याङको रहेछ नि त उहाँ धम्काउँदैछ त्यसलाई त त्यसलाई हेर त आइज ल ल उहाँ होइन भयो यिनीहरूको फेरि खुङखार झगडा पर्दो रहेछ क्या भने पीडा खान्छस् धम्काउने होइन त्यहाँ डर देखाउने होइन त्यहाँ फेरि कुकुरले चाहिँ खानु पर्दैन ल फेरि हेर्नु डर देखाएको यसले मलाई कुकुरलाई दियो भनेर हो क्या यो भाग्दैन हानेर त क्यामेरा हेर्दैछ क्या मेरो यसले कति लगौँ भनेर होला फेरि डर देखाउँदैछ मलाई आउँदैन तिनीहरू एउटा दिइहाल्नु थियो
अब सकियो जा ल ल खोलेर जा सकियो भनेपछि कस्तो थाहा पाएको हेर न गयो सकियो भनेपछि यो त दुईटा आयो फेरि अब छैन पानी खाना गयो जस्तो छ मुखको त भयो नि त सुक्खा लगायत अब हामी भूमिबाट निस्किसक्यौँ गोप्रोमा चाहिँ आफ्नो धेरै छैन अब आजको ब्लग चाहिँ यहीँनिर समाप्त हुन्छ यहाँसम्म जसले हेऱ्यो यसो सब्सक्राइब लाइक गर्न चाहिँ नबिर्सिकन जानु होला अरू त त्यस्तै हो लगायत बाई बाई